सो गाइस तपाईलाई फेरि पनि श्रोमन टकमा स्वागत छ र आज चाहिँ हामी कुरा गर्छौं न्यू रुल्स अरु केही भएको छ कि नै कुनै युनिभर्सिटीहरु हैन अब त्यस्तो एफेक्ट भएको छ कि नै या साथसाथै चाहिँ अब कपल आउन पाइन्छ कि नै भन्ने खालको क्वेशनहरु बढी अनि लगानी चाहिँ कति लाग्छ हैन त्यो खालको कुरा चाहिँ आज हामी छलफल गर्छौं। सो न्यू रुल्स चाहिँ मेनली तपाईको अहिले लागू भएको भनेको चाहिँ मेनली दुईटा कलेजलाई हो हैन अझै दुईटा कलेज भन्दा पनि प्राइभेट कलेज भनौं जुन चाहिँ डेनिस एजुकेसन अनुसार चाहिँ त्यो एलाइन हुँदैन जस्तै नेल्सबर्ग र आईबीए त्यसमा चाहिँ अब नयाँ आउने विद्यार्थीले चाहिँ वर्क गर्न नपाउने हैन 90 आवर्स पनि काम गर्न नपाइने साथसाथै डिपेन्डेन्ट पनि लिन नमिल्ने हैन त्यो छ र तपाईको पब्लिक युनिभर्सिटीमा अझै पनि त्यस्तो रुल्स रेगुलेसन केही पनि आएको छैन। आएको छ भनेको एउटा फरक भनेको चाहिँ तपाईको आइएल्समा हैन आइएल्स रिक्वायरमेन्टमा पहिला चाहिँ अब भनौं न जस्तै ओभरअल 6.5 हुन्थ्यो भने अहिले कुनै कुनै कलेजमा नट लेस देन भनौं न 6 लेख्छ 6.5 लेख्छ हैन राइटिङमा 7 नै आउन पर्यो भन्छ हैन त्यस्तो चाहिँ तोकेको छ। सो पब्लिक युनिभर्सिटीमा आउने हो भने तपाईले पीटी गरेर हुँदैन तपाईले आइएल्स नै गर्नुपर्छ। यो चाहिँ मैले डेनमार्कको कुरा गरिरहेको छु है त्यो नझुकिनु होला अरु देशको हैन। र पब्लिक युनिभर्सिटीमा आउनुहुन्छ भने तपाई चाहिँ तपाईलाई एडभान्टेज भनेको चाहिँ तपाईलाई नयाँ रुलले चाहिँ छुदैन फर्स्ट एडभान्टेज हैन। सेकेन्ड भनेको चाहिँ तपाईले आफ्नो डिपेन्डेन्टलाई लिन पाउनु भयो हैन मजाले बिहा गरेर मजाले साथसाथै तपाई स्टुडेन्ट हो भने तपाईको डिपेन्डेन्ट चाहिँ तपाईले लिन सक्नुहुन्छ। अर्को भनेको तपाईको पीएसडब्ल्यू 3 वर्षको हुन्छ हैन तपाईको मास्टर पछि त्यही भएर तपाईको 5 वर्षको भिजा हुन्छ 3 वर्षमा चाहिँ बुढाबुढीले मजाले फुल टाइम काम गर्न सक्यो भने थोरैमा हैन 2-3 करोड लिएर जानुहुन्छ राम्रो काम पाएको खण्डमा है। सो पब्लिक युनिभर्सिटी चाहिँ एकदमै बेस्ट छ तर तपाईले चाहिँ के भन्छ आइएल्स चाहिँ गर्नुपर्छ आइएल्समा मार्क्स चाहिँ लिनुपर्छ। फेरि आइएल्समा मार्क्स छैन भने तपाईलाई गाह्रो पर्छ हैन। अनि अर्को एडभान्टेज भनेको जस्तै पीआर पाउने सम्भावना जस्तै पब्लिक युनिभर्सिटीमा कस्तो हुन्छ भने स्टुडेन्टलाई त म भन्दैन हैन चान्स त हुन्छ नहुने हैन। जस्तै 5 इयरको भिजा हुन्छ 5 इयरको भिजामा इन केस तपाईको डिपेन्डेन्टले फुल टाइम काम पायो हैन तपाईको मन्थली स्यालेरी चाहिँ 28000 करोड देखि लगभग 30000 करोड सम्म छ भने हैन अनि 5 इयर्सको भिजा हुन्छ 4 इयर्स सम्म चाहिँ उ चाहिँ रेगुलर त्यो स्यालेरी चाहिँ मिट अप गर्छ र उले ल्याङ्ग्वेज पास गर्छ हैन केही सिटिजन एक्जामहरु हुन्छ हैन त्यो पास गर्यो भने तपाईको डिपेन्डेन्टले पीआर निकाल्ने सम्भावना बढी हुन्छ र त्यही पीआर को आधारमा तपाई चाहिँ बस्न सक्नुहुन्छ आफ्नो वाइफसँग या आफ्नो हस्बन्डसँग हैन यो चाहिँ अर्को कुरा भयो। त्यही भएर अब कुन युनिभर्सिटीहरु छन् त र कुनमा आउँदा चाहिँ बेस्ट हुन्छ भन्नुहुन्छ हैन म भन्छु तपाईको एजुकेशनल ब्याकग्राउन्ड के छ हैन तपाईलाई पढ्ने सब्जेक्ट कुन हो हैन म रिसर्च गर्नुस् हैन टप पब्लिक युनिभर्सिटी डेनमार्क भनेर लेख्नुहोस् हैन तपाईको साउथर्न डेनमार्क युनिभर्सिटी आउँछ रोस्किल्ड आउँछ आदुस आउँछ हैन तपाईको चाहिँ कोपेनहेगन आउँछ हैन त्यसमा चाहिँ तपाईको कलेजहरुको वेबसाइटहरु हुन्छ त्यहाँ हेर्नुस् त्यहाँ फी कति छ त्यहाँ क्राइटेरिया कति छ एप्लाई गर्ने प्रोसेस के छ सबै हुन्छ। तपाईलाई एप्लाई गर्नलाई कन्सल्टेन्सी पनि चाहिदैन के कन्सल्टेन्सीले तपाईलाई अब डिपेन्डेन्ट हो भने 1 लाख 1.5 लाख तिरेर पैसा दिएर आउनुहुन्छ। अब त्यही त हामीले चाहिँ आफै ट्राई गर्न डराउँछौं हैन मिस्टेक हुने हो कि यो हुने हो कि तर सहजै छ तपाईले चाहिँ आफै मेल पठाउने मेलमा चाहिँ डकुमेन्टहरु अपलोड गर्ने पठाउने गर्नुभयो भने तपाईलाई सबै कलेजले तपाईको वेबसाइटले चाहिँ डाइरेक्ट गर्छ हैन जुन चाहिँ तपाईले मजाले गर्न सक्नुहुन्छ। त्यही भएर यो रुल्स रेगुलेसन चाहिँ यो भन्नु नि यो तपाईको चाहिँ यो प्राइभेटलाई हो जुन चाहिँ अब स्टेट अथोरिटी चाहिँ पाएको छैन हैन जस्तै युके एफिलिएटेड छन् जुन चाहिँ युएस एफिलिएटेड छन् हैन यिनीलाई चाहिँ दिदैन हैन यिनीलाई चाहिँ नयाँ रुलले छुन्छ यिनीलाई डिपेन्डेन्ट लिन मिल्दैन न अब आईबीएमा न नेल्सबर्गमा हैन त्यही भएर नेपालीहरु पनि घटिरहेका छन् हैन। त्यही भएर मजाले अब पब्लिकमा आउने मास्टरको लागि हैन ब्याचलर तपाईको चाहिँ 4 वर्षको हुनुपर्छ है फेरि 3 वर्षको ब्याचलर भयो भने तपाईलाई लिने सम्भावना एकदमै कम छ
अनि ब्याचलर पनि मेनली बिबिए होइन, तपाईँको चाहिँ अब बिएससी साइन्स होइन, ब्याचलर इन इन्जिनियर यस्तो गरेको चाहिँ धेरै हाई चान्स हुन्छ। बिबिएसकोलाई पनि नलिने होइन, लिन्छ, तर चाहिँ एकदमै भनौँ न क्राइटेरिया चाहिँ अलिक लिमिट गर्छ बिबिएसलाई चाहिँ होइन। धेरै डकुमेन्टहरू माग्ने, सब्जेक्टहरू म्याच भएन भन्ने त्यस्तो खालको पनि आएको छ। सो अरू भनेको चाहिँ अब फी स्ट्रक्चरहरू हेर्ने हो भने तपाईँको कोर्स अनुसार फरक पर्छ। नर्मल्ली पहिला तपाईँको चाहिँ 25-26 लाखमा 2 वर्षमा कोर्स सकिन्थ्यो भने मास्टरमा होइन, अब अहिले चाहिँ बढाएर 30-35 लाख भएको छ होइन। केही कोर्स भनेपछि फेरि सबै कोर्स चाहिँ होइन, अनि त्यही भएर चाहिँ फी पनि बढिरहेको छ। अब भिजा प्रोसेसिङ पनि अलिक टाइट छ होइन। तपाईँलाई चाहिँ जस्तै बुढाबुढी एप्लाई गर्दै हुनुहुन्छ भने ब्याङ्क ब्यालेन्स देखाउनु पर्ने हुन्छ होइन, लगभग 18-20 लाख जति होइन तपाईँको चाहिँ ब्यालेन्स होल्ड गरेको हुनु पऱ्यो। र साथसाथै यदि सिङ्गल आउँदै हुनुहुन्छ भने तपाईँलाई चाहिँ ब्यालेन्स देखाउनु पर्दैन। तपाईँ चाहिँ मजाले जुन फी पे गर्नु भएको छ त्यो फी पे गरेको रिसिप्टले नै तपाईँको चाहिँ तपाईँलाई काम गर्छ होइन। अनि पब्लिक युनिभर्सिटीमा चाहिँ अर्को एडभान्टेज भनेको तपाईँलाई रुम चाहिँ कलेजले नै खोजिदिन्छ, किनकि स्टुडेन्ट हाउसिङहरू हुन्छ होइन, त्यही अनुसार चाहिँ तपाईँले आउन सक्नुहुन्छ। अनि सो अब अरू भनेको चाहिँ अब कामसाम के सिकेर आउन भन्दाखेरि अब आफू फिजिकली स्ट्रङ हुने। डेनमार्क हो, मेन भनेको चाहिँ ल्याङ्ग्वेज ब्यारियर चाहिँ यहाँ छ छनलाई होइन, तर मोस्ट अफ द डेन्स स्पिक इङ्ग्लिस, सो त्यस्तो समस्या पनि हुँदैन। तर मेन कामको लागि तपाईँ चाहिँ अब भनौँ न अब अफिसियल लेभलमा काम गर्ने हो या म्यानेजर लेभलमा काम गर्ने हो भने चाहिँ अब तपाईँलाई चाहिँ डेनिस ल्याङ्ग्वेज चाहिँ चाहिन्छ है। सो आजलाई यति नै। तपाईँलाई चाहिँ अब केही भिजाहरू या भनौँ न केही क्वेसन छ भने तपाईँले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। सो यो भिडियो चाहिँ मेनली अब नयाँ रुल्स पब्लिक युनिभर्सिटीको लागि होइन, अब साथसाथै चाहिँ इलिजिबल के छ भनेर चाहिँ यो भिडियो थियो। अब सो आजलाई यति नै। केही क्वेसन सोध्नु छ भने मलाई सोद्धा हुन्छ है त, कमेन्टमा चाहिँ सोध्नु होला। यो रक्सी चाहिँ होइन, यो जिन्जर सर्ट हो, यसले चाहिँ इम्युन चाहिँ राम्रो गराउँछ। थ्याङ्क यू।